हेलो एभ्रिवान, अब चाहिँ हामी जाँदैछौँ गाउँ भिजिट हान्न किनभने अब चाहिँ हामी जाँदैछौँ घर त्यही भएर अलि लाभो बनाउन लाभो घुम्न जाने हो क्या भक्कै छ नलिएर जानुला नि फेरि बजार पनि अलि लाभो कहाँ हो र बाबा हेर्नु है हाम्रो गाउँ खतरी बाबा अलि ठुलो बनाऊ न हेलो कता हो र बाबा माथि लैजाउँ न पिपल नेट अलि यस्तो यस्तो घाटो मिलो हाम्रो डोर लाग्यो के कस्तो बाटो अप्ठ्यारो भन्नु त अनि बाटो अप्ठ्यारो छ हेलो हेलो भन्नु यहाँ मेरो बेइज्जत गरिदिनु नाताले कस्तो हो र के हो र पागल हो क्या अब हामीले मलाई कस्तो हुन्छ नि त्यही गर्नु दिनु भयो मलाई के भयो र आयो सो चुपचाप हेर्दै बस्नु होला है गाइस यो तीर्थ बाबाको भरोसामा म कहिले दिँदैन यस्तो बाटो लिएर आउनुभयो ए बाबाले मलाई कालो जानुभयो मलाई पहिलेदेखि थाहा भइसक्यो यस्तो कुरो रमाइलो दिनुभयो अब मैले जिन्दगी यहाँ तीर्थ बाबासँग पढ्ने एउटा मुख खराब गरिदिनु भयो म हिँड्दा नमस्कार है नमस्कार यस्तो बाटो लिएर आउनु हो कहाँ हो र गाइस हेर्नु न कस्तो दामी भिउ छ यो चाहिँ हाम्रो पहाड हो सो अब चाहिँ हामी तपाईँलाई रङगढा त्यहाँ घुमौँ है अब चाहिँ हामीले तपाईँलाई सुनिल बाबा र अनिल बाबाको घर पनि सुनिल बाबा र गोपाल बाबाको घर देखाइदिन्छौँ अब हेर्नु जानु होला है हेर्नुहोस् है कस्तो दामी छ हाम्रो गाउँ यहाँ चाहिँ फ्लावर छ हामी एकदम रेडी छ हामी यहाँ राइडिङ हामी बाबा घर जान्न माथि उता के दादा कमल कमल बाबाको घरनिर लिएर जानु न तपाईँले चादर नहुँदा नि यहाँ भ्लग बनाइरह ए कमल बाबा के कमल छ अब चाहिँ म तपाईँलाई सुनिल बाबाको घर को सुनिल बाबाको घर बाई बाई आन्टी बाई हजुर नमस्कार बाई भन हेलो बाई छी जुत्ता देख्नु सो अब चाहिँ हामी यहाँ फोटो खिच्छौँ है सुरु भयो कति
भेट्यो रे नसा अनि